कविताको शीर्षक रहेको छ कालो कोठी। म जन्मिएको त्यो रात मेरो परिवारले मलाई अनाथालयलाई दिएछ। सायद छोरा पाउने ठुलो आशा अभिलाषा लिएको मेरो परिवार म छोरी जन्मिएकै कारण निकै दुखी निराश भएछ। मलाई 9 महिनासम्म आफ्नो कोखमा राखेर अनेक कष्ट पीडा सहेर मलाई जन्म दिने, मलाई निस्वार्थ भावले माया प्रेम गर्ने मेरी आमालाई आफ्नै सन्तान अनाथालयलाई दिँदा कस्तो भयो होला। म सोच्छु घरिघरि म यहाँ किन छु, म सोच्छु घरिघरि म यहाँ किन छु। मेरा पनि परिवार बा आमा होलान्, तर आज समय बेग्लै छ। म एउटा कालो कोठीमा थुनिएकी छु। मेरा परिवारले पनि मलाई यस्तो होला कहिल्यै नसोचे होलान्, तर मलाई अनाथालय लान्छु भन्नेले कोठीमा ल्याइ पुर्यायो। म के गरौँ, म बाध्य छु। मलाई सानैदेखि वेश्यालयमा हुर्काइयो। मेरा लागि होइन, मेरो यौवनको लागि मलाई सुसज्जित बनाइयो। यो कालो कोठी बाहिर संसार कस्तो छ मैले कहिल्यै निहालेकी छैन। केवल यहाँ त मलाई यौन शोषण, मेरो इच्छा आकाङ्क्षा विपरीत यौन कार्य गर्न मलाई बाध्य बनाइन्छ। मेरो मोलतोल पैसासँग गरिन्छ। पर्दा पछाडि कालो कोठीमा मलाई निर्वस्त्र निरीह कायर बनाइन्छ। मलाई मानिस होइन पशु र कायरताको व्यवहार गरिन्छ। यहाँ मेरो वस्त्र च्यातिन्छ फाडिन्छ, कहिले नग्न त कहिले अर्ध नग्न मलाई मनोरञ्जनको साधन बनाइन्छ। सयौं मान्छे अगाडि नग्न राखी मेरो शरीर बोली लगाइन्छ। यो कालो कोठी जस्तै अन्धकारले भरिएको कालम्मै छ मेरो जीवन। आफूलाई आफ्नै जीवन देखेर धिक्कार लाग्छ। धेरै पटक मर्ने प्रयास त गरेँ, तर यहाँ केवल म र कालो कोठी मात्र छ। यो कालो कोठीका भित्ताहरूमा मैले भोग्नु परेका पीडा वेदनाका भावहरू चित्र बनाई कोर्छु। एक दिन त यो कालो कोठीबाट मुक्ति पाउने झिनो आशमा यो जीवन जिउन बाध्य छु। केवल यहाँ शून्यता, म र कालो कोठी मात्र छ।